तर देश बनाइदिनु पर्यो बालेन दाइले होइन त्यो भन्न चाहन्छ होइन अरूको विश्वास छैन हाम्रो नेताहरू सरकारहरूको कुनैको विश्वास लागेन बालेन दाइले र रवि दाइले चाहिँ एकदम राम्रो गरिदिनु पर्यो क्या अरू के होइन ल मैले चाहिँ ठ्याक्कै यो रत्न पार्कको पुलमा चाहिँ हाम्रो एकजना भाइ भेटिरहेको छु असाध्यै ट्यालेन्ट हुनुहुन्छ उहाँको हातमा बाँसुरी होइन यो बाँसुरी पनि देख्न सकिन्छ र एकछिन बजाइदिनु न हुन्छ ल बजाइदिनु ल थ्याङ्क यू ल भाइको नाम भनिदिनु पर्यो ल अलि साह्रो बोलिदिनु आर्यन लामा ल तपाईँको घर काभ्रे ल हाम्रो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टीको तपाईँले झुन्डाएर हिँड्नु भएको रहेछ होइन यता हेरेर भनिदिनु न मलाई खुसी लाग्यो मलाई मसँगै बोले जस्तो कम्फर्टेबली बोल्नु होइन अनि घन्टीको झुन्डाएर हिँड्नु भएको छ तपाईँ के हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको एकदम फ्यान हो हजुर म एकदमै फ्यान हो बालेन सरको चाहिँ हजुर बालेन सर चाहिँ एकदमै फ्यान हो होइन तर उहाँले काम गर्नु भएको छ त राम्रो गर्नुभयो होइन तर देश बनाइदिनु पर्यो बालेन दाइले होइन त्यो भन्न चाहन्छ होइन अरूको विश्वास छैन हाम्रो नेताहरू सरकारहरूको कुनैको विश्वास लागेन बालेन दाइले र रवि दाइले चाहिँ एकदम राम्रो गरिदिनु पर्यो क्या अरू के हेर्न चाहन्छन् हामी नेपाली जनता चाहिँ सबैजनाले हेर्न चाहनुहुन्छ बालेन दाइको साथ छोड्नेवाला छैनन् जनताहरू सबैजना तर हामी चाहिँ बालेन दाइले देश बनाएको हेर्न चाहन्छौँ बालेन दाइ र भाइ चाहिँ रवि दाइको एकदमै फ्यान हो होइन रवि दाइ र बालेन दाइको चाहिँ एकदम फ्यान हो होइन तर उहाँले चाहिँ देश बनाउन चाहिँ हामी चाहिँ देश बनाएको हेर्न चाहन्छौँ होइन भाइ अनि के भाइ राजा पनि आओस् भन्ने हो कि हजुर यो राजा हिन्दू राष्ट्र होइन चाहिँ यो नेपाल चाहिँ मिल्नु पर्यो क्या अब देशमा होइन सिङ्गो नेपाल बनाउनु पर्छ क्या अरूले चाहिँ बनाउन सक्दैन यहाँ कसैले सरकारहरूले चाहिँ सबै छ नि सर होइन नेपाली जनतालाई चाहिँ रोजगार दिएको छैन सबै खाडी पुरा छ नेपाली जनतालाई चाहिँ गाडीहरू केही रोक्न दिँदैन सबै बेचिसके नेपालहरू चाहिँ काला पानी देश पनि बेचिसक्यो खतम बनाइसक्यो देश पनि होइन तर त्यही भन्न चाहन्छु होइन त्यसरी बालेनले जित्दा रविले जित्दा एकदम आश राखेको छ एकदमै आश छ हाम्रो आश छ होइन बालेन दाइले जित्यो मलाई खुसी लाग्यो होइन बालेन दाइलाई के भन्न चाहनु बालेन दाइलाई के भन्न चाहदिनँ होइन त्यो पनि खुसी लाग्यो हाम्रो मन जित्यो बालेन दाइले होइन हाम्रो जनताको पुरैको मन जित्यो बालेन दाइ र रवि दाइले जित्यो त्यही खुसी लाग्यो आशा छ तर देश बनाउन भन्ने चाहिँ आशा छ होइन अरूले सकेन होइन जुन सरकार आए पनि केही गर्नेवाला छैन नेपालमा होइन सर सबै आयो जुन सरकार आए पनि तपाईँको छ नि घरहरू कसैलाई छैन नेपालमा काम गर्न दिँदैन यस्तो हो नेपाल हाम्रो सबै पसिना जति चाहिँ खाडी गएको छ क्या अब बालेन दाइ र रवि दाइ चाहिँ मिल्नु पर्यो होइन अरूको थाहा होइन त्यसरी पनि यो विकास गर्नु पर्यो क्या काठमाडौँ अब सँगै गर्नुहुन्छ उहाँहरू सँगै गर्नुहुन्छ के गर्नुहुन्छ यहाँनिर तपाईँ दिनभरि यहीँनिर हुनुहुन्छ तपाईँ दिन